हेलो एभ्रिवान, हाम्रो यता लिची हेर्न सक्नुहुन्छ। घरको लिची रुखमा फलेको रातो रातो भइसकेको छ र अब हामी टिप्न जान लाग्छौँ। अब पानी परिराख्यो भने त लिचीको गुलियो सवार आउँछ फ्लेभर, त्यसैले अब फेरि खल्लो हुनुहुन्न अगाडि टिपिराखौँ है। अहिलेको सिजन चाहिँ लिची र आँपको छ। त्यहाँ हेर्न सक्नुहुन्छ कुकुर पनि हेर्दै भुकिरहेछ, गयो। अब हाम्रो भाइ यता छ। हाई नमन। ल लिचीको कसलाई मन पर्छ कमेन्ट गर्नु होला। मलाई त एकदमै मन पर्छ है गाइजहरु। अब चाहिँ हामी लिची टिप्ने कार्यक्रम सुरु गर्न लागेका छौँ। अब लिची टिपेपछि हामी भेट्नेछौँ हजुरलाई। ल र यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो भाइले लिची टिपिरहेको छ। जुन लिचीहरू रातो भएको थियो त्यो सबै हामीले टिपेका छौँ र जुन हरियो थियो त्यो हामीले यत्तिकै रुखमै छाडिदियौँ रातो हुनको लागि। हाम्रो रियो बाबुले हेर्दैछ त्यहाँदेखि। गाइस हेर्न सक्नुहुन्छ, यसरी सिडी लगाएर लिची टिप्नु पनि पर्ने रहेछ है। बहुत गाह्रो छ टिप्न पर्ने लिची। हाइटमा पुगेपछि यस्तै हो, यस्तो गर्दै लिची टिप्दै बस्दै। अब चाहिँ तर रमाइलो त लाग्ने रहेछ है यसरी टिप्न त। लिची टिप्नु नै मजा लाग्दैछ, मजा लाग्छ सबै। पछाडि ब्याकग्राउन्ड नोइज आइरहेको थियो, त्यसैले इग्नोर गरिदिनु होला। ल गाइस हेर्न सक्नुहुन्छ, हामीले लिची टिपेर भ्याइसक्यो भने अरू सब झोलामा त मैले यति चाहिँ यसो देखाउनको लागि हातमा लिएको थिएँ। हेर्न सक्नुहुन्छ कुनै कुनै धेरै रस भएर नि त, कुनै कुनै धेरै रस भएर फुटेको छ होइन। त्यो नसोच्नु फेरि किराले खाएर फुटेको भनेर। यो चाहिँ रस धेरै भएर फुट्छन् कि लिचीहरू। र यहाँ देख्न सक्नुहुन्छ हाम्रो आँप फलिरहेको छ। अहिले ठुलो नि भइसकेको छ। यो चाहिँ ठुलो होला आँप हो। हाम्रो घरमा 3 थरीको रुखको आँप छ र मैले यो एउटा मात्रै रुखको आँप देखाएको थिएँ। आँप त कसलाई नै नमन पर्ला र होइन र, मेरो त झन् एकदमै फेभरेट हो। हजुरहरूको पनि फेभरेट मन पर्छ कि नै भनिदिनु होला। हिजो धेरै आँधी तुफान र पानी आएर हेर्न सक्नुहुन्छ सबै आँपहरू खसेको छ रुखबाट। ल गाइस हामीले टिपेर भ्याइसक्यौँ। अनि यो आँप चाहिँ अघि खसेको थियो जुन हामीले बिनेर राख्यौँ लिचीसँग।